हेलो गाइज, वेलकम टु माई ब्लग। आज चाहिँ हामी कृपासँग भेटेको छौँ। अब कृपाको चाहिँ 5 तारिकमा जाने फ्लाइट फिक्स भइसकेको भएर चाहिँ आज हामी पार्टी गर्न लागेको शिवानी दिदीको घरमा। अनि बनाउन त बनाऊँ भनेर यस्तो हामी भ्लग बनाउँदैछौँ। हामी कतारको यो जाबरबिनमा छौँ। मिल्यो कि मिलेन उसले भन्दैछ है, त्यो चाहिँ अलिकति मलाई थाहा छैन। हामी चाहिँ कालो कालो आइरहेछ है, घामले गरेर। अब ऊ पनि जानेवाला छ। अनि त्यही भएर अब हामी दानामा गएर सामानहरू किन्छु अनि त्यहाँ गएर पकाइतुलाई गरेर खानेकुराहरू बनाउने। अब हामी सपिङ गर्ने ठाउँमा भेटौँ है त। केही हुँदैन ल। हामी दाना हाइपर मार्केट आइसकेको छौँ। गर्मीले चाहिँ हामी कुस्किन्छ नै होला। ब्याग पनि आ भएछ हाम्रो। दाना हाइपर मार्केट कस्तो भिआइपी छ, हामी ढोका नि खोलिदिन्छौँ आफै। ल हामी चाहिँ हाइपर मार्केटमा छिरिसकेका छौँ। आप किधर है? गौरी को टिकटॉक बना रहा है। मेमोरी के लिए बनाया है। गर्मी में से मुझे छोटा करना है। बहर का किधर? वो बहर में वो छोटा आगे में ऐसे बनाउँदैन रहेछ। ये मेरोमा आइरहेछन्। आइवा ल। इसको तो मैं टेस्टी ओके चेयर्स। फ्लेभर ठिक छ। मिठो छ तिम्रो? साटहरू पनि खानुपर्छ है। हामी चाहिँ शिवानी दिदीको घर जाँदैछौँ अब। अलिक गुलियो रहेछ। यो ठिक छ। तिमीले छानेछौ सक्छौ भने चाख्यो मैले। धन्यवाद। ल हेरौँ है, एक्सपेक्टेसन भर्सेस रियालिटी है। ल हामी यस्तो क्युट आएको छ होइन। फोटोमा त आफूले सक्नु त, रियलमा हेर्नु न ठुलो अनुहार आएको छ। रियलमा पनि क्युटै छ भनेपछि सक्यो। अञ्जली कृपा चाहिँ आज यस्तो गरेर खै यस्तो झिलिक्क गरेर आएको बल्छ जस्तो छ यहाँनिर दुईजना। बाहिर बलिरहेछ त्यस बाहिर चाहिँ बलिरहेछ है, खत्रै। त्यो दाजु आज आउँछु नि है। के भन्नु अघि मैले उस गरेँ। यो ढोका खुल्लै छ के हो? फोन गर्नुपर्ने हो। छैन क्या हो अरन? न्यु खोज है क्या? मान्छे पेल्ने गरे आउँछ त। यिनीहरू त के हो? यिनीहरूको छैन भन्न बिर्सेछ क्या दिमाग। चेप्पेरै मार्छ क्या हो यो गाडीले त हामीलाई त। नत्र त तेरो मैले गाडीलाई हानेर नदुख्ने भएर मात्रै हो। शिवानी दिदीलाई कुरेको। शिवानी दिदी नआइपुगिसकेपछि ढोका आफै खुल्यो है। यहाँ आइसक्यो शिवानी दिदी त्यहाँनिर। खै गाख्री साख्री राख्नु छैन ल। फेरि नेपालीको हिन्दी आएगा जाएगा गुली आए तिखाए नै। हामी चाहिँ भित्र छिर्दैछौँ दिदीकोमा। झोला नै हामी आइसक्यौँ। अब यो गर्मी चाहिँ एकदमै साह्रै गर्मी छ है। अब हाम्रो ब्यागहरू यहाँ राख्छौँ। त्यही मेरो छोरी मान्छे भएपछि नेपाल भए पनि विदेश भए पनि यसो चाहिँ सामान भइरहेको है सबै ठाउँमै।
लाई सेल बनाउँदै हुनुहुन्छ यहाँ बोल्यो दिदीले। कि मलाई सबै आज यसले किन न्यु खोजेको आज कृपा जाने बेलामा सेलरोटी बनाएर खुवाएर पठाउनु लाग्नु भएको छ हाम्रो। खालि कृपा शिवानीले बनाइ गर्छ भन्छ खालि जे आउनु हुँदैन के आउनु हुँदैन त्यो के पल बनाएको भाडा पाउँदो रहेछ कि बनाउनु भएको हो त्यो सेलरोटी? किनेको मलाई हातले हाल्न आउँदैन यहीँ त यहाँ ढुग्लो ढुग्लो गरेर त टाउको मलाई त यति पनि बनाउनु आउँदैन। ऊ यहाँ आएको ठोकै उठ बिस्तारै होला हौ के भएछ यस्तो खै यसलाई आज के र न्यु खोजेको है सेल कडा तरिकाले बनाएर राख्नुभएको। चटपटी बनाएर खानु लागेको। हाम्रो चटपटी सुहाउने चाहिँ हामीहरू एकदम चटपटे साउने कतारमा आएर तपाईँहरूले के गरिरहनु भयो भनेर सोच्नुहुन्छ भने म चटपटे व्यापार गरेर कतारमा बसिरहेको छु। माशाल्लाह हाम्रो सेल बनाउने सुहाउने चाहिँ ऊ आउनुहुन्छ होइन अनि हाम्रो ब्लगर म्याडमले चाहिँ अनि हाम्रो यहाँ भ्लग भिडियो बनाइदिने काम गरिराख्नु भएको छ। कतिको चटपटे बनाइदिनु होला तपाईँलाई? कतिको बनाउने होला त है 2 रियालको बनाउनु नि त 10 रियालभन्दा कमको त बन्दैन हो। के बिदा महँगो हो यो सुहाउने त बाफ्रे हो अनि नेपाली हो नि त। त्यो चौचो त मैले ल्याऊ नि त चौचो र काँक्रो त बेजतै भयो होला है, बेजत भयो होला। अझ गाई अघिसम्म अनुहार पोल्छ भन्दै थियो, अब त नजिक नजिकै बोलाउनु थाल्यो त। सुक्खा दिँदैन है शिवानीले सुक्खा दिँदैन भनेको त्यही भएर हो कि त्यही भएर म ल सुहाउने चटपट पाकिसकेपछि मलाई बोलाउनु ल हस् हस् धन्यवाद धन्यवाद। किन रोइरहनु भयो है हाम्रो चटपटे सुहाउने त प्याज काट्दाखेरि यहाँ आँसु झरेको झर्ने गरे सासूसँग टिक्दैन भन्छ या चस्मा लगाएर काट्छ नि त हुँदैन साथी। आम्मामा सक्छ त अब चटपट चाहिँ आजै बन्छ त सुहाउने मैले ढिला भइसक्यो बन्छ बन्छ म अलिक छिटै गर्छ है त। म त बन्दैन जस्तो लाग्यो है ल यहाँ देखाइदिनुहोस् त सबै लगाएर सल्लक्क हान्छ। यस्तो गरी हान्दिउँ कि कसरी हान्दिउँ? थ्याङ्क यू सो मच। यति राम्री चटपटे यति राम्री मान्छेले चटपटे बेच्छ भने त बाफ्रे तिमी त नेपालमा त पिरो भएको खुर्सानी त यो पिरो छ कि लास्टै पिरो छ, तर कालो चस्मा लगाएपछि मेरो साथीले मलाई रुवायो है यहाँ हेर न आँसु झरेछ है। चटपटेको लागि रेडी हुँदैछ। के भन्नुभएको रहेछ शिवानीले? तिमीहरूलाई नबोलोस् मलाई बोल्यो नि केही छैन मलाई आदत भइसक्यो आदत चाहिँ म तपाईँलाई बोलीले पोल्छ कि तेलले पोल्छ भन्नु खोज्नु भएको? तपाईँले आदत भइसक्यो भन्नु खोज्नु भएपछि तेलले नि अब तरकारी सधैँ बनाउनुपर्छ खाना अनि पोल्दैन त हामीलाई त बनाएर ठिक्क पारेर राखिदिन्छ नि। अब यो सेल पाक्यो बाटोमा गएर देउसिरे भन्नुपर्छ है यहाँ हाल साथी। अरू के मसला उयो म मसला उस पनि निकाल्छु ल। यो चटपटे मसला अलि हाल्नुपर्छ होला पनि त यो हातैमा मायाको चिनो मायालु जाली उनेर माया जाली बुनेर अब बुझिहाल्छु। आइवा हाल्यो कपिराइट पर्ला है फेरि सोद्दाखेरि ठ्याक्कै मिल्दैन नि त गीतसँग। यो कृपाले म हामी आमालाई किन पानी पिँदा हुन्छ ठ्याक्कै 1 हप्ता पुग्दो रहेछ कि हाम्रो पानी अनि हामी आएर गर्छ होला फेरि पानी रित्तै हुन्छ साथी। ल चटपटी मन नलाग्यो के कमी कमजोरी भयो यसो भनिदियो है। यो वाइवाई चाउचो है कसको फेभरेट हो यसो कमेन्ट गरिदिनु होला। अहिले त के भन्छ अरे रम्पममा मिठो लाग्छ रम्पम मिठो छ मलाई थाहा छैन नि दिदी, कति वर्ष भइसक्यो रम्पम नखाएको त। तर वाइवाईको यो नेपालबाटै आउने हो यहाँ पनि साथी? यो नेपालबाट ट्याक्स हाल्न जान्छ नि त इन्डिया भुजा नै हाल्ने हो र? मलाई थाहा छैन भुजा कहाँ बनाएको। ल चटपटे रेडी भइसक्यो हाम्रो दाइको लागि चटपटे ट्राई गरेर त कस्तो भएछ? नमिठो नि मिठो भयो है। अमिलो पुगे छैन मेरो लागि ठिक छ क्या पिरो अमिलो ठिक छ मलाई यस्तो हुनुपर्छ साथी भनेको त्यो कुरामा पनि सपोर्ट दिने कमेन्ट निकाल्ने त हेरौँ न अब कस्तो आउनुहुन्छ भन्ने कुरामा। चाख्नु त 1 सट हान्नु त भन्नु है त। ल
कस्तो भएछ दामी छ चिनी लागेछ चिनी एकदम गुड पाक जस्तै छ मलाई के मिलो मिलो मिठो भएछ ल लो कृपा हाउ आर यु ले सरसफाइ गर्नु भइरहेको छ के साह्रो अल्मो लाग्यो हेर यो बेड चाहिँ मैले मिलाएको है कस्तो राम्रो देखेछ यो मेकअपको सामानहरू पनि सबै मैले मिलाएर राखेको अनि यो सेलरोटी पनि मैले पोलेको यता चना केरा छ यता मासु पाक्दै ए हो मासु र यस सिमी तरकारी पाक्दैछ मासु पाक्दैछ हाम्रो सेफ चाहिँ हामीले लन्डनबाट मगाएको एकदमै मेकअप गरिदिनु भइरहेको छ तरकारीलाई कृपया यता हेर्दै त यहाँ बस्नु न यहाँ छेउमा आउनु यहाँ बस्नु न बस्दो रहेछ फेरि हाम्रो चाहिँ साथीको ब्याचलर पार्टी यहाँनिर मनाउन लागेको छ के छ एकछिन नपाक्दैछ क्या अनि बिग बिग कङ्ग्रेचुलेसन हात मिलाउँ न साथी बिग बिग कङ्ग्रेचुलेसन हामी झिलमिली बत्ती त फिट गरिसकेको छ झिलमिली बत्ती फिट गरिसकेको छ हाम्रो साथीको बिहेमा चाहिँ म जान नपाउने भयो के भन्न चाहन्छौ तिमी एकदम दुःख लागेछ तिमी छैन शिवानी छैन मेन यहाँ ए आज आएर शिवानी दिदी पो मेन भयो ए ल फोन उठाउ कतारमा चाहिँ के छ भने किचन चाहिँ एकदम सानो छ रुम सानो छ टोइलेट बाथरुम भने चाहिँ मान्छे भन्दा एउटा किचनै हुने खालि ठुलो छ हौ टोइलेट बाथरुममा ठुलो वेलकम नमस्ते साथी अञ्जली नमस्ते नमस्ते फेरि पनि लाज नमानिकन बस्नु है मेरो साथी शिवानी उसको चाहिँ हेरी पैँतिरी जेलसम्म आफ्नो हुने होइन ल बस्नुहोस् मैले मिलाएर राखेको है चटक्क मैले मिलाएर राखेको है चटक्क मारि त्यसो त्यसरी खाइदियो दिदी मलाई माछा जस्तो लागिरहेको नभन तपाईँले माछा खानुहुन्छ हुन्न तेल चाहिँ कम भएछ कि तेल चाहिँ बग्छ कि क्या हो के गरौँ भन्नु यो राखिदिने काम गर्ने हो होइन कि बसन्त लाग्यो हुँदा मसँग अनि यहाँ बस्ने ठाउँ पनि हुनु पर्यो नि हौ त्यहाँ म यस्तो आउँछु मात्रै भन न मासु चाहिँ यसो नभए हुन्छ हौ हुन्छ त्यस्तो मलाई जे बनाइदियो नि हुन्छ हेर्नु यहाँ मलाई शिवान्तीले कतारमा आएर मलाई यहाँ एकदमै धेरै काम गराउनु भएको छ अनि जाँगरिलो हुन्छ होइन म अब भोलि पर्सि म एक्लै आउने बेलामा थाहा हुन्छ तपाईँले पकाउनु न बनाएको कुरा आएर बनाएको छ भने खाइदिने हो हो त 65-66 वर्षको त रेस्ट गर्छ यहाँको जस्तो कहाँ कामहरू बस्छ अचारको लागि ल धेरै हेर्नु पर्दैन यहाँ मासु हल्लाउनु लाग्नु भएछ यहाँ दिदीले आमा चम्चा रेडी गरेर राखेको छ है यहाँ चक्नालाई ल यत्तिकै बनाउनु है ल ठिक छ यो अलिकति पनि म हानिहाल्छु मलाई यहाँ हात त रोइसक्यो मासु चौटै खाऊ न चोक्टा खान्छु म नुन अलिक कम भएको जस्तो हौ कोही काटावाला कि नकाटावाला अचार मोल्दैछु एकैछिन हुन लागिसक्यो ल चम्चा त दिँदै गर्दा नि फरक पर्दैन थियो चोक्टा खाएन भने त बगाउनु छ कि दिदी सानो 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 खोलाले बगाउँदाखेरि चाहिँ चोक्टा खायो भने चाहिँ बगाउँदैन अरे नुन नुन मिक्स गर्नुपर्छ जस्तो छैन है हालेको त मैले फेरि अघि पुगेन अलिकति सबै ठाउँ नुन होला ठिक हुन्छ त्यो चल गर्न खाऊ
हेलो गाइस हामी चाहिँ कृपालाई सरप्राइज दिनु हिँडेको है केक लिन जानु लाग्यो हामी चाहिँ यहाँनिर ठुलो केक चाहिँ छैन पाउँदैन यो मार्केटतिर एकदमै सानो हामीलाई स्पेसल हामीले लन्डनबाट अर्डर दिएको छौँ त्यो केक लिन जानु लागेको छौँ उसको ब्याचलर पार्टी हो त्यही कारणले अब हामीले मिनी ब्लग बनाउनुको कारण चाहिँ उसको लागि पनि एउटा कतारबाट सबैजना मिलेर उसको लागि मेमोरेबल होस् भनेर हामीले चाहिँ दिन लागेको छौँ यो ब्याचलर पार्टी एउटा सानो मुमेन्ट है उसको लागि सानो मोमेन्ट उसको लागि हामी चाहिँ उसलाई चाहिँ त्यहाँ दिदीसँग राखेर नराम्रो लागिहाल्छ नि अभियसली नै साथीको बिहेमा जान पाउँदिनँ म यहाँ छु ऊ त्यहाँ छ त्यही पनि ठिकै छ होइन होइन पहिला सुरुमा त प्रवादी ल्याउनु भएन अब त्यहाँ साथी भयो भने खुसी भयो अब कृपा छ प्रवादी गयो भने कृपा छ भने खुसी भयो अब कृपा पनि जाँदैछ त्यो मन त सबै भए चाहिँ यो हावाले यो पात होला हामी यहाँ मार्केटभित्र छिरेर त्यो ब्राइड टु बी हुन्छ नि त्यो यस्तो लाउने त्यो साइड लगाउने स्लाइस हो कि त्यो लिन आएको होइन यतातिर यता त बेलुनको सेक्सनहरू त यता छ कहाँ रहेछ केक किनेर लिएर आइसक्यो त्यस्तो ठुलो चाहिँ पाएन तर पनि यहाँनिर लिएर आएको छौँ यस्तो कस्तो बेहुलीलाई कुकुर बोकाएको कुकुर यता आऊ न यता यो दिदी त ह्याप्पी मदर्स डे ल बस न साथी बस अनि चक्कु चाहिँ कसले लिएर बस न साथी बस न ऊ बाहिर नगर्नु न क्या ह्याप्पी ब्राइड टु बी आज हाम्रो साथीको ब्याचलर पार्टी अब यता अर्काको देशमा केक सेक भनेको यस्तो ठिक्कको चटक्क परेको लिएर आएको छौँ होइन ल घोडा टेकिहालौँ त अल्ला भनेर बजिसक्यो त्यहाँ होइन होइन ए तिमी मात्रै काट त्यहाँनिर पहिला काट फुक न Happy bride to be. ब्राइड टु बी को ह्याप्पी न्यू इयर मेरो साथीको नयाँ जीवनको यो वैवाहिक जीवनको यात्रामा सदैव सफल रहोस् मेरो साथी अब त्यो बोल्यो भने चाहिँ निभाउनु पर्दैन है धेरै धेरै धन्यवाद थ्याङ्क यू सो मच हजुर के भन्नुभएको मैले सुनेन सरी त्यो पिलित्तमा नसम्झिनु न यहाँ हाम्रो गुड मोमेन्टलाई गरौँ न सबैभन्दा जेठो बाटो भनेको हाम्रो दिदीलाई पनि खुवाइदिनु पहिला ल ल म त्यतिखेर बन्द गरिहाल्छु पज गर्छु कङ्ग्रेचुलेसन सेलिब्रेसन तपाईँको लागि हो त्यो शुभ यात्रा पनि नरुवा न साथी तपाईँ पनि किन रुनु भएको चस्मा खोल्नु त खै नरुनु न साथी नरुवा न Thank you so much. Thank you so much. ए साथी तिमी कहाँ छ भन न हजुर जानु न म उस भिडियो ल बनाइदिनु भिडियो ल चस्मा लाउनु पर्छ क्या ल Thank you so much. वेलकम मिठो रहेछ नि मिठो रहेछ मैले तपाईँलाई मिठो नलाग्ने चाहिँ के होला र मैले यसमा केही नहाले पनि मैले मेरो माया हालेर लिएर यसरी खोलाउनु म त पागल हुनु लाग्छु तपाईँलाई म हस्पिटल लाने काम पनि गरिदिन्छु दिदी कस्तो होला हो ल आउनु हाम्रो हो यो त मेरो त फाइनली भाउजू भेट हुन्छ आफ्नै भाउजू आफ्नै भाउजू आफ्नै दाइ बेभन्दा अगाडि यदि प्यार हुन्छ नन्द भाउजू बेपछि नि यसरी नै रहिरहोस् ल भइरहन्छ होइन ल है तपाईँहरूको बेमा पनि यसो केही क्याटरिनवाला चाहियो भने चाहिँ यहाँ
अञ्जललाई सम्पर्क गर्नु होला। हस् मेरो बेमा नै आउनु ल, चाँडै छ मेरो बे पनि। ल मेरो बेमा चाहिँ को बुनु मलाई थोरै राखिदिनु ल। बढी भयो भने म खाइदिउँला नि। खै तपाईँ अघि नै के अघि त म तपाईँ नयाँ भयो भने लजाएको थिएँ कि। अब चाहिँ फाइनली पुरानो हो। फाइनली पुरानो भइसक्यो मेरो साथी र रिश्तेदारी भइसक्यो पछि त। सेलरोटी पनि हालिसक्यो उसले। हामी यहाँ भइसक्यो, दाइहरू पनि हामी पनि बसेर खानेकुरा खान थालेको। ल साथी एकचोटि फाइनली देखाउ न त हाम्रो हुनेवाला भेनाजुको नम्बर भेनाजुको फोटो। हाम्रो चाहिँ फाइनली सकेर अब हामी भाँडा मार्नतिर लागेको छौँ। भाँडा चाहिँ अलिकति दुब्लाउँछ होला हाम्रो शिवानीले यस्तोहरू गर्नुहुन्छ कि। ल हेर यति सानोमा यस्तो गरेको छ। दुब्लाउला है हाम्रो कृपा दुब्लाउनु भएन है। होस् होइन सिलिम होइन शिवानी दिदी सिलिम होस्, हाम्रो कृपा चाहिँ यतिकै होस्। मेरो मोबाइल फोटो भयो देखाउँदा नि बिचारा फेसबुकतिर जानु नि मिल्छ होला कि मिल्दैन? दिदीको हातमा दिनु है मोबाइल। अलिकति शर्माउन दिनु न। बिचरा यहाँनिर हाम्रो कृपाको हस्बेन्डको फोटो देखाउनु भन्दाखेरि ऊ एकदमै साई हुनुभएको छ। साई लजाएर शर्माउन त पाइयो। घुम त छैन दिउ नि त दिदी दिउ नि त। खुल्ला फेसबुकतिरबाट नि आइहाल्छ, यताबाट उताबाट सबैतिरबाट वाक्क लाग्छ। एउटा मात्रै छ हो। ल ल साथी ल है हाम्रो हुनेवाला भेनाजु चाहिँ यस्तो हुनुहुन्छ, दाइ भन्छ म चाहिँ। ल यति ह्यान्डसम हुनुहुन्छ भन्ने कुरा कसलाई के तपाईँले देखाइदिनुहोस्, तपाईँले देखाइदिनुहोस् हाम्रो दाइलाई। आयो वा होइन प्याक स्याक पनि छ क्या, हो प्याक भने त्यो चाहिँ कृपालाई कहिले बे भएको पर्सि निकै पर्सिपल्टतिर सोधौँला है। अनि हाइट चाहिँ पर्फेक्ट कडा मान्छे नि कडा। बैशाखमै रहेछ, बैशाखमा के तपाईँ जानु लाग्नु भइसक्यो हो दिदी? तपाईँ टिकट काटेर जाने हो? सँगसँगै जाने हो के अरे कृपा सँगसँगै एक महिनासम्म नजाँदा हुँदैन हौ, 2-4 दिन अगाडि लजाउँ। कृपाको यस्तो हँसिलो अनुहार मैले देखेको थिएन है। पण्डितले झन्डै मारिन। किन नि किन? त्यो उल्टो यो पछि त्यो के पण्डितले बे गर्दाखेरि पहिला सुरुमा चाहिँ सम्झिने एउटा प्रोसेस, त्यसपछि गर्ने प्रोसेस भनेर भन्छ बुढी पण्डितले। होइन यो पहिला यो अर्को गराइदियो अनि उसले झन् मारेन पण्डितले। जे भने प्योर बाहुन हो नि त हाम्रो दिदी। उल्टो गर्छ होइन कस्तो रिस लाग्यो। अझ दहीको त्यो हुन्छ नि त्यो चाहिँ नेटतिर हेरेर राखेको थियो होला अगाडि नै, त्यो दही घुमाएर त्यत्रो अटेन्ड गरिसकेको प्लस फेरि उसको हजुरबा पनि पण्डित, अलिकति थाहा भइहाल्छ नि। फेरि म पनि पण्डित, अनि मलाई त फेरि त्यसले म पढेको मन्त्र नै अशुद्ध संस्कृत पढेँ हो नि त। म त बे गराइदिन आउँछ बहिनी, साँच्चै भन्यो भने ओके ओके हिन्दू कल्चर अनुसार बे गराइदिनै आउँछ। अब मन्त्र पढिरहेछ, अब चाहिँ यता आऊ भन्ने मन्त्र पढायो भने उता जाऊ भन्ने टाइपको मन्त्र पढिरहेछ उसले। अब मैले सुनेर बसिरहेको त्यही भएर यस्तो भयो क्या। त्यही भएर बे गराउन एकचोटि त्यो बे नै त्यसले चाहिँ त्यो गराएको साँच्चै भन्यो भने त्यो बेको यहाँ शिवानी दिदीको र छैन क्या। दाइको यहाँनिर बेको कुरा सुनिरहेको छु। उनीहरूको पण्डितले नै उल्टो मन्त्र पढिदिएको र क्या। दुइटा बाहुन भयो, बाहुन भइसकेपछि त उनीहरूलाई मन्त्र जान्ने। त्यसपछि चाहिँ बाहुन बाजेले चाहिँ उल्टो मन्त्र पढिदिएको भएर चाहिँ त्यो कुरा हुँदैछ। या बेहुला बेहुलीले नै तपाईँले उल्टो मन्त्र पढ्नु भयो अरे भनेर भने अरे होइन, स्टेप बिर्सिनु भएछ बाहुन बाजेले, त्यो कुरा गरेछ है। त्यो 5th एनिभर्सरीमा टक्क पे गर्नुहुन्थ्यो के हो। पण्डित पनि हाम्रो पण्डित कस्तो भन्ने चाहिँ 2 वर्ष अगाडि चाहिँ गोबर ग्यास बनाउँदै हिँड्दो रहेछ क्या। हाम्रो बे गराइदिन आएको जब कि म आफै पण्डित। मै गर्छु मेरो बे भन्नु होइन। मेरो साथीहरूलाई भने गरिदिन्थ्यो नि। गाइस अब चाहिँ हामी जानु लागेको छौँ। म चाहिँ घर जानु लागेको। कृपाको ब्याचलर पार्टी सकिसकेको छ। बाई, थ्याङ्क यू सो मच, वेलकम शिवानी दिदी। ल म जानु लागेको, यहाँ उबर पनि आइसक्यो। ल न मान्छे ढोकामा ल
बाई बाई मलाई हेरेर बाई गर्ला भनेको त मोबाइलतिर हेरेर बाई गर्छ ल जान्छु ल बाई ब्लगर बाई 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 आइवा ल म पुगेपछि फोन गर्छु ल धेरै होइन 10 मिनट होला बाई 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 यही हो नि नम्बर गएर बाई 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 Savia. Huh? Savia? Yugna. शिवानी ओ नो वेट वेट तिम्रो फोन रहेछ यो शिवानी बी लेखेको छ हो दिदीको मेरो गाडीमा छोड्ने तिमी ल तिम्रो गाडी रहेछ जाऊ ल M3 B3 भने यो लाग्न चाहिँ नदियो ल मेरो साथीकोमा उबरमा पो चढेछु म ल बाई बाई ल ल ल ल तिम्रो कति हो बाई साथी बाई तिम्रो कति हो नम्बर हेर्छु म ल मेरो यहाँ गाडी चाहिँ आइसकेको छ म चाहिँ जान्छु ल बाई दिदी म पुगेर फोन गर ल म पुगेर फोन गर्छु म चाहिँ ब्याचलर पार्टी सकेर म फर्केको छु कृपालाई चाहिँ कङ्ग्रेचुलेसन पनि दिएँ अब उसले बिहे गर्न लागेको छ नेपाल गएर जुन चाहिँ दाइ पनि आउँदै हुनुहुन्छ बाहिरबाट सँगसँगै फ्लाइट छ यो 5 मई छ मेको 5 मा नै अनि यस्तै भयो रमाइलो भयो अब म पनि घरतिर जान लागेको छ अब हजुरहरूले हेरिदिनु होला केही कमीहरू भयो भने कमेन्टहरू गरिदिनु होला थ्याङ्क यू सो मच तपाईँहरूले यो भिडियो हेरिदिनु भएकोमा बाई